डाँठ बेसिकली अहिले त वेस्ट भइरहेको छ, मान्छेहरूले त जलाइरहेको छ। नेपालमा चाहिँ हामीले कस्तोसम्म एउटा प्रोग्राम ल्याउन खोजेको भन्दाखेरि यो गाँजा उनीहरूले उमार्दे भने मात्रै पनि अहिले कार्बन क्रेडिट भनेर छ होइन, त्यो कार्बनको मार्केट फेरि अर्कै छ होइन। त्यहाँ कस्तो भन्दाखेरि भोलि गएर मान्छेहरूले उमारेको भरमा मात्रै पनि पैसा पाउने कि, अनि उनीहरूले जसरी भोलि गएर त्यो जलाइदिएन भने त हामीहरूको जुन के अरे यो ओजोन लेयर छ होइन, हामीहरूको जुन एउटा प्रकृति छ त्यसलाई त ठुलो सहयोग हुने भयो नि त, किसानलाई पनि फाइदा हुने भयो होइन। भन्दाखेरि विभिन्न एङ्गलबाट हामीहरूले पैसा पाउन सक्छौँ, पैसा बनाउन सक्छौँ, सबैजनालाई फाइदा हुन्छ होइन। त्यो खालको परियोजनाहरू अहिलेसम्मको लागि पनि सम्भव छ। अब अहिले पनि कार्बन क्रेडिट हजुर आइरहेको होला नि अहिले। कार्बन क्रेडिटको फेरि मार्केट अर्कै छ यहाँ नेपाल हजुर, नेपालले पाइरहेको होला होइन। नेपालले चाहिँ यसको लागि चाहिँ पाएको छैन। नेपाल भनेको चाहिँ कार्बन न्युट्रल कन्ट्री हो होइन। यहाँ चाहिँ जसरी अब भुटान भनेको त कार्बन नेगेटिभ नै भयो होइन, तर कस्तो भन्दाखेरि नेपालमा सम्भावना धेरै छ यो कार्बनको लागि। तर अब कसरी जोडिन्छ कार्बन क्रेडिटसँग त्यो बताइदिनु। यो चाहिँ कसरी हुन्छ भन्दाखेरि यो एउटा यस्तो वनस्पति हो जसले अरू कुनै वनस्पति भन्दा 20 टाइम्स धेरै यो के अरे कार्बन डाइअक्साइडलाई यसले सोच्छ होइन। भन्दाखेरि त्यो त एउटा ठुलो भयो नि त। भने अर्को यसको जुन यो के अरे रुट्सहरू छ नि, यो चाहिँ एउटा कार्बन सिङ्कको युजमा हुन्छ कि होइन। जसरी यसको यो डाँठबाट मात्रै हामीहरूले बायोचार बनाएर यहाँ बायोचार युज गऱ्यो भने अहिले नेपालमा सबैभन्दा ठुलो समस्या भनेको के छ भन्दाखेरि हजुरको यो माटो चाहिँ मरिरहेको अवस्था छ कि, एक्सेसिभ युज अफ फर्टिलाइजर होइन, इन्सेक्टिसाइड पेस्टिसाइड्स होइन। त्यो कारणले गर्दाखेरि चाहिँ